आउन लागेको छ अलि सुस्तरी भन्नु त्यो फेरि सुत्छ पछि उ गरमला अर्का धागाले बनाइदिउँला म पक्का त्यो अहिले सुस्तरी गणपति पप्पालाई नि बोलाउनु गुरुजी यसलाई कहाँ राख्दा सजिलो होला त यसलाई खोल्न तान्नु न यसलाई खडुनमा यताउनु तान्न मिल्छ बाहिरबाट तान्नु खडुनमा मम्मी यताउनु यताउनु अलगा दिदी यहाँ यताउनु ओम अक्षतम श्री अब आउनु हजुरले हुन्छ हिमाले पकाउनु भयो पहिला यो थाल दिनु नानी यता थाल देऊ है केटी यता हजुर आउनु नानी हजुर यो थाल दिनु छोटा छोटा दुईटा आइफोन छ है दुईटा आइफोन हजुर कसलाई यहाँ फुल लगाइदिनु ड्राइभरलाई ड्राइभर अनि तपाईँको राशिसँग म्याच खाने गराउनु होला फेरि अहिले म हेर्छु जान परिवार जसको राशिसँग पनि मेल खाने गराउनु होला फेरि 12औं 8औं पऱ्यो भने त यता तपाईले थाहा पाउनु भएको छ त म के भन्छु यो निकाल्दिनु पर्यो कसरी निकाल्ने हो गणपति पप्पालाई देखा देखाउँछु निकाल्न सक्नु भएन त्यो भने निकाल्नु भयो हो ल यो पनि निकाल्दिनु त यो दुईतिरै हुन्छ के यसै हो यताबाट चप्काइदिनु कता चप्काउने भन्ने राम्रोसँग देखा राम्रो उता उता राम्रोसँग देखा अहिले हिँड चप्पल छरानी गरे खोइ दे चप्पल छरा पछि पछि मिलाउन होला के पछि खोइ दे छरै हाले के छरा हाले दे है यहाँ त चिप्केन यहाँ त ड्राइभरले हेर्ने हुन् कि अहिले कता कता हल्का यस्तो भित्र ल्याउनु त्यो नानी अब यहाँ उनी पूजा गर्ने सामान ल्याउनु त्यो थाली हो नै थाली हो थाली ल्याउनु खै पूजा गर्ने त्यो टिका हो थाली चामलले अक्षता ल्याउनु नै अक्षता त हिँड्ने ओम नानी माला लगाएछु तपाईँ माला लगाल्नु ल दाइ पूजा गर्नु पहिला गर्ने यो छोड्नु प्यालो टिका छोड्नु यो छोड्नु ओम अक्षितम श्री गणेशाय नमः ओम तिलानम श्री गणेशाय नमः ओम चन्दनम श्री गणेशाय नमः ओम अर्घम श्री गणेशाय नमः ओम कुलदेवताय नमः ओम शिवाय नमः ओम विश्वदेवताय नमः ओम पञ्चदेशे नमः रुद्राय नमः सोमाय नमः यहाँ ह्यान्डलमा पूजा गर्नु ओम विश्व लगाइदिनु अलिअलि ओम नमः तते पुनन्तन श्री श्री शोभम सहस्र स्वस्ति नारचे विश्व देवसेता सबितो कपिले सर्वदेवानन् विश्व अचेताहरू पनि छर्नु पर्यो दाइ ओम नमः तते देवदानव समदान विश्व देवसेता सबितो तिलोसी सुमदैवध्यम दाइ तिल जाउँ छर्नुहोस् उहाँमा गणेशजीलाई ल लड्डु ल्याइदिनु यहाँ गणेशलाई चढाउने अलिकति ओम नमः तते पुनन्तन विश्व देवसेता सबितो मिठाई ल्याउनु दुबो ल्याउनु दाइ चक्का चक्कामा पनि पूजा गर्ने हो यो है अहिले आउँछ गुरु यो चिप्किने वाला रहन्छ यसलाई यस्तै गरेर राख्दिनु त्यहाँ त्यस्तै यहाँ चढाइदिनु गणेशको पछाडि नै हजुरबाई फर्काउने हो पछि मिलाउनु पछि मिलाउनु ड्राइभरले होइन ल ओ दुबो लड्डु लड्डु भनेको त्यही चढाउनु दुबो लड्डु ल्याऊ पहिला गणेशलाई उता नि देखा हेरन नि उता दुबो लड्डु गणेशलाई चढाउनु ओम नमः तुते ल दाइ चढाउनु ओम नमः तुते पृथ्वी श्री गणेशाय नमः अक्षतम श्री गणेशाय नमः तिलानम श्री गणेशाय नमः दाइ हजुर अनि उता पनि ह्यान्डलमा पनि ढोक गर्नु होला ओम देवाय नमः श्री लक्ष्मी नारायणाय नमः है दाइ हजुर गणेशजीसँग लक्ष्मी नारायण पनि बस्नु भनेर सम्झना गर्नु ओम विषय नारायण विषय देवसेता सबको पञ्चविषय ओम नमो नमः ल आउनुहोस् अब दुबो गणेशलाई चढाउनु भयो चढाए चढाए यो कलशमा राखिदिनु ल आउनु दाइ अब यिनी चक्का चक्कामा पूजा गर्ने हो दाइ है तिल छर्ने जौ छर्ने प्यालो टिका छर्ने अबिर छर्ने अब यताबाट सुरु गर्दै जाने अनि लड्डु राख्ने हजुर ड्राइभर आउनु ल यो समाउनु ड्राइभर स्टार गर्ने भएको छैन तिल जौ चारै कुनामा राख्नु
अक्षी त यिनीमा चक्का चक्कामा तिलजुङ त्यहाँ दाइलाई द्याउँछु ओम देवायमा विश्वै राख्दै जानु मिल्यो मिल्यो राख्नु तपाईँले पूजा गरे पनि त हुन्छ ओम नमस्तु हजुर ओम नमस्तु पृथ्वी विश्वै नानी तपाईँले यस्तो गरिदिनु न ओम नमस्तु पुरन्दराय श्रेयस्या शोभं सरस्वती तिलजुङ भयो न यहाँ हो अब उ गर्ने दाइ नानी राम्रोसँग पूजा गर्नुभयो भने यिनी चक्का चक्कामा गर्नु भएन ल नानी अब नरिवल ट्याक्सको यो ढुङ्गामा पोलेर गाडीको वरपर छड्दिने एकैछिनपछि पानी नानीले कसरी टाइममा आयो कि नै ल आउनु सबैले देखाएको के एकैपटक क्या गर्नु अलि जोरले हान्दिस् फेरि घुम्नु घुम्नु ओम देवाय नमः देवाय सर्वतो पुरन्दरा देशे सबम सरस्वती नारजे सर्वदेवताय नमः चौँदै जानु एकपटक अब दोहोऱ्याउनु न दुईपटक गरिदिनु फेरि घुमाइदिनु तीनपटक गरे पनि धेरै राम्रो ओम देवाय नमः देवताय नमः पञ्चदेव नारजे सर्वदेव कपिले सर्वदेवानम विश्वै देवस्य फेरि घुम्नु ओम नमस्तु देव नारजे विश्वै देवस्य कपिले सर्वदेवानम विश्वै देवस्य मङ्गलान भगवान् विष्णु मङ्गलान गौरजवदज मङ्गलान पुण्डरीकाक्षी मङ्गलात अनवरी गुरु परम गुरु विष्णु विश्वै अनि त्यहाँ आउँदा अब त्यो थाली समाउनु है फोटोमा आउँछ उ त्यो थाली पनि कला समाउनु त नानी हजुरले हजुर कला समातेको फोटो पनि ल्याउनु है ओम नमस्ते पृथ्वी विश्वै देवस्यता सबै तोरो रच पुरन्दरा श्री शोभम च सरस्वतीमा ल बस हालिदिनु दे गुरु अब हजुरले भित्र गएर उ गर्नु कागतीहरू राखिदिनु कागती चाटतिर नै हिँड्छ तिनटा मात्रै खान्न ल त उ कागज राखौँ चेप्ने यो पछाडि चेप्ने अब चाटै राख्नु न चाटै पाइयामा राख्नु न यहाँ राख्नु ट्याक 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 अलि 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 भित्र अझै भित्र हो बस त्यस्तो त्यस्तो राख्नु चाट कोसेर राख्नु एउटा छैन त कहिले ल्याउने त्यो गाडीलाई पनि देखाउँछु त नानी भित्र बिटाइ दुईटा भए पनि हुन्छ दुईटा भए पनि हुन्छ अंकल इधर है ना गाडी ला पनि देखाउन देखाएको छु सबै आयो त सिक्नु पर्यो त अब त सिक्नु भोलि सिक्ने तिमी अब तिमी उस्तै पर्यो क्लास गर्नु पर्यो भोलिदेखि अगाडि ढाकिसक्यो होइन पछि त्यही अगाडि राख्नु के अगाडि हो हो त्यही अर्को पनि ए मैले पछाडि उताको पछाडि राखेको गाडी त सुल्टो गर्नु पर्यो त अनि उल्टो गरे हुन्छ र गयो प्रसाद अब चराय अरूलाई देउनु हुन्छ अहिले म तपाईहरुलाई उहाँले भन्नु जा जा राम्रोसँग जा गोरो बान्ने अब दिया पनि हुन्छ आउनु आउनु पहिला ल च्याप्टी च्याप्टी मिठाई खाइ जाऊ मिठाई खाइ जाऊ ओ गुरु हजुर यो च्याप्टीमै हामीले ल च्याप्टी पहो अब ब्याग गरेर राख्दै अलिकति ब्याग गरेर कान्छ भावनालाई बोलाउ काठमाडौँ जान लागि छन् के भावना ब्याग गरेर कान्छ त्यही त बोलाउनु ओम देवाय नमः विश्वै देवताय आवाजै आउने गाडी आवाज आउने गाडी होइन चल्न जाम फेरि ए बन्द गर्दे ये गर्न दे के कति घण्टासम्म गरिरहेको थियो के हुन्छ र घुमाइराख्दै गाडी यार कस्तो रहेछ
उहाँ लगेर गाडी घुमाएर आइदियो अहिले पछि चाहिएन के अरे कतै गाडी यस्तो रहेछ नयाँ छ अहिले थोत्रो आयो भने नरिवल बनाइदिनु नानी गाडी सुब्बी हुन्छ कि गाडी घुमाएर आयो टक्क साइडमा बस्यो नि त घटी घुमाएर आइदियो यो त टक्क सिध्याएर हामी के गर्थ्यौँ नि टिका हो त्यो टिका अब त दाइले हजुरले लगाइदिनु पहिला गुरुलाई लगाइदिनु दाइ गुरुले यो तोडेर हजुरले पहिला गाडी स्टार्ट गरेर गुरुलाई लगाइदिनु गुरु टिका लाउँदैन गुरु टिका नलाउने पर्सा दिनु पर्सा दिँदा हुन्छ नि त पर्सा दिनु न प्रसाद दिँदा उ दिँदा हुन्छ हुन्छ प्रसाद दिनु दक्षिणा टिका ऊ भावनालाई लगाइदिनु त फुल ल्याउनु एउटा फुल टियो न कतैबाट हजुरले नानी खोल्ने छ हजुरले यो लगाएर त्यहाँ गुरु बोला यार त्यो कुकुरे फुल हो ल ल टिका लगाउने दाइ लगाइदिनु टिका हजुरले जान्न नि ल टिका लगाइदिनु जाऊ मिठाई देऊ न उहाँ गुरुजीलाई गुरुलाई टिका परेन दक्षिणा मात्रै दिनु गुरुहरू फुल र हजुरले टिका लगाइदिनु न सबैलाई अरूलाई म पहिला मिठाई ल्याउने नानी मिठाई चलाउने मिठाई ल्याउने गुरुजीलाई मैले आफ्नो हातमा पूजा गर्ने दिन आज गाडी ल्याइदिन भाग्य मानिदिनु राम्रोसँग यापन गरे है मलाई पनि लगाइदिनु एकचोटि तिनबाट कि एकैबाट कान्छ अरू टिका लगाउनेलाई लगाइदिनु ल्याउनु नानी बुबुलाई लिएर जाउँ मिठाई पहिला तँ सुन्नु न यो नानीलाई टिका लगाइदिनु न यिनीले जान्दैनन् यिनीले दिन नलाउने हुन् नलाउने हुनु अरे यिनी मुस्लिम हुँदो अरे मुस्लिम पऱ्यो फेरि यिनलाई हजुरले लगाउनुहुन्छ लगाउनुहुन्छ नारियल तोड्नु त्यो भोके रोक्ने न